भाउ त्यहाँबाट ल साथीहरू यहाँ काभ्रे भकुण्डे बेसीमा जाम भएको हामी लगभग 1 घन्टा भइसक्यो। अझै पनि यहाँबाट हामी जान सक्ने अवस्था छैन है। ल हेर्नुहोस् ल गाडीहरू पुरा एकदम जाम भइरहेको छ है। सक्नुहुन्छ झप्पा लगाएर पुरै जाम भएको गाडीहरू रामचन्द्र बाटो हजुर म गर्छु त ए यो पुल लगेर बनाइसक्नु
चेक पोइन्ट होइन र हजुर यहाँको सबभन्दा स्पेसल यो ठाउँको जुसहरू जुस है यहाँ न्यु एउटा यस्तो जुस हुन्छ कि त्यो जिमिर भन्ने हुन्छ कि सुन्तलाभन्दा अलिक फरक पिलेन त्यसै विराटनगरबाट काठमाडौँ डाइरेक्ट छ र भद्रपुर हो भद्रपुर छ कि कहाँ छ डाइरेक्ट छ है काठमाडौँ यहाँ चाहिँ यहाँको रोसी र यो अरू त कति मिस्यो धेरै मिस्यो यो बाटो यहाँ राम्रो छ यो बाटो हजुर म गर्छु त ए यो पुल लगेको छ कि बनाइसक्नु गर्मी चाहिँ एकदम लाग्यो राम्रोसँग गरिदिन्छ है चेक पोइन्ट होइन र हजुर यहाँको सबभन्दा स्पेसल यो ठाउँको जुसहरू जुस है यहाँ न्यु एउटा यस्तो जुस हुन्छ कि त्यो जिमिर भन्ने हुन्छ कि सुन्तलाभन्दा अलिक फरक हेलो एभ्रिवान म चाहिँ यहाँ चलिरहेको लगभग 2 दिन भइसक्यो र अलिकता मौसमको कारणले गर्दा अलिकता सन्चो पनि छैन यहाँ दिदीको बसेको अब 2 दिन अब लगभग अझ मेरो आफ्नो घरतिर चाहिँ जाने प्लानिङ गरिरहेको छु त्यसैले अझ जाने भनेको यहाँ मेरो बुढी एकदम सन्चो पनि भएको छैन म पनि त्यस्तै भइरहेछ यस्तै हो साथीहरू अब के गर्नु बुढी जस ब्युटिफुल हुनुहुन्छ के भन्ने भन्दाखेरि यहाँ बाँसुरी किन कता भयो थोरै बाँसुरी पनि बजाउनु गइरहेको छ है त गाइजहरू अब बजाउनु त आउँदैन त्यही भएर पनि यसो पहिले सानो छँदाखेरि अलिअलि बजाएर हिँड्थ्यो मेलापात गर्दाखेरि अनि ठ्याक्कै मेरो बान्जुको बाँसुरीहरू गिटारहरू जो बाजाहरू छ त्यही भएर आउने यसो कोसिस गर्न लागिरहेको छु हेरिदिनु होला प्रतिक्रिया दिनु होला बजाउनु आउँदैन खासै त्यही भए पनि मलाई चाहिँ यस्तो म्युजिकल सामान एकदम मनपर्छ सो गाइजहरू अब म थोरै बाँसुरी बजाउन गइरहेको छु है त ल
थोरै थोरै एकदमै Yarı buranın da şimdi Takkaiseda. tam gitti. Dakbela. Dakbela